नेपाल क्रिकेट सङ्कटमा छ, ओडिआई स्ट्याटस गुम्न सक्ने अवस्थामा छ। यदि नेपाली क्रिकेटलाई सङ्कटबाट बचाउने हो भने एक मात्र अप्सन हो रोहित पौडेल। रोहित पौडेललाई क्याप्टेनबाट हटाइदिनुपर्छ। उनको स्थानमा दिपेन्द्र सिंह गिरी, सन्दीप लामिछाने, सुम्पल कामी, करण केसी कसैले क्याप्टेन दिए हुन्छ। रोहित पौडेललाई क्याप्टेनबाट हटाइदिने। नेपालसँग हारेको अफगानिस्तान कहाँ पुगिसक्यो? विश्वको जुनसुकै कन्ट्रीलाई हराउने उसँग क्षमता छ। हाम्रो भने ओडिआई स्ट्याटस बचाउनको लागि हामी भगवानलाई पर्खिरहेछौँ, दिनदिनै जपिरहेको छौँ। यसरी हुन्छ? पहिलेको भन्दा त राम्रो सेवा सुविधा पनि पाइरहेछ नि त। खोइ त प्रदर्शन खोइ त। जहिले लकको भरमा घरेलु गेमबाट नयाँ नयाँ प्लेयरहरू आइरहेछन्, खोइ उनीहरूलाई चान्स। अर्जुन कुमाल कति राम्रो प्रदर्शन गरिरहेछ, लगातार पिएम कपमा राम्रो प्रदर्शन, नेपाल रातो र निलोमा पनि राम्रो प्रदर्शन गरिरहेछन्। उनलाई राख्नु पर्यो। वान डाउनमा रोहित पौडेल राख्नु पर्यो, क्याप्टेनबाट हटाउनु पर्यो, उसलाई फ्रीली खेल्न दिनु पर्यो। रोहित पौडेल यस्तो टुकटुक ब्याट्सम्यान हुन्। मैले टुकटुक नाम भनिरहेको छु नि, सबैजना रिसाइराख्नु भएको छ। यस टुकटुकै खेलेर जिताउने हो, त्यो क्षमता छ क्या रोहित पौडेलको। रोहित पौडेल एक्ज्याक्टली ब्याटिङको क्षमता हामीले देख्नै पाएका छैनौँ। पारससँग खेले उनले, ज्ञानेन्द्र मल्लसँग खेले, सन्दीपको अन्डरमा खेले। त्यतिखेरको एभरेज हेर्नु त रोहित पौडेलको 50+ छ क्या लगभग। तर अहिले हेर्नु त उसको क्याप्टेनसिप पछि त हो हामीले वर्ल्ड कप खेल्यौँ के गरौँ त्यो होइन। 25 डाउन भइसकिसक्यो। त्यसैले रोहित पौडेललाई प्रेसर दिने भने उसलाई फ्रीले खेल्न दिने। 30 ओभरसम्म रोहित पौडेलले टिकेर खेलिदिन्छ क्या टुक। 1 रन 2 रन, 1-2 बााउन्ड्री, 1 रन 2 रन। हामीले चाहिएको त्यही हो। हाम्रो ओपनिङ चल्दैन। मिडल अर्डरको ब्याट्सम्यान रोहित पौडेल र अर्जुन कुमाल ह्यान्डल गरिदियो भने नेपाली क्रिकेटले जसलाई हराइदिन्छ क्या। हामी ओडिआई बचाउने मात्र होइन कि हामी टप 3 मा मजाले पर्छौँ। त्यसैले रोहित पौडेललाई क्याप्टेनबाट हटाउने, अर्जुन कुमारलाई पनि चान्स दिनु पर्यो। कस्तो राम्रो प्रदर्शन गरिरहेको छ होइन त। त्यसैले एक्ज्याक्टली रोहित पौडेलको ब्याटिङ हामीले देखेकै छैनौँ क्या। टुकटुक ब्याट्सम्यानको ओरिजिनल ब्याटिङ हामीले हेर्ने बाँकी छ क्या। उनलाई प्रेसर दिनु भएन क्या। यस्तो हो कि प्रत्येक गेममा हाफ सेन्चुरी हानिदिन्छ क्या रोहित पौडेलले। त्यसैले ओडिआई बचाउने एक मात्र अप्सन रोहित पौडेललाई क्याप्टेनबाट हटाउने, फ्रीली खेल्न दिने हो। अर्जुन कुमार र रोहितको जोडी यस्तो चल्छ कि